अरे गोलाघाट जाँदैछु है गोलाघाट के कस्तो रहेछ भने चाहिँ त्यहाँ गएर मात्रै थाहा हुन्छ म पहिलोचोटि जाँदैछु सौरा त पानी पकाउँदो रहेछ भइसकेको छ हाम्रोलाई अब यहाँ पनि सौरा जस्तै छ अरे यो पनि राष्ट्रिय निकुञ्जमै पर्छ भन्ने कुरा सुनेको थिएँ त्यहाँ गएर थाहा हुन्छ तपाईँको देखाउँछु चनौली बजार यो मैले होइन बजार चाहिँ ठुलो खालको चलाउनेको ल हामी अहिले चनौली बजार आइपुगेछौँ चनौलीबाट अब दायाँ जाने कि बायाँ जाने कन्फ्युज भइरहेको छ बजारतिर कति आयो नि भइदिनु चलाउने बजार कताबाट यहाँ चलाउने बजार हेर्नु हामी चाहिँ चलाउने बजारमा छ मलाई सिधै स्ट्रेट होइन त गोलाघाट तपाईँको बोलिरहेको भने सोचिरहेको होला होइन यसो पनि थाहा हुन्छ अहिले गरेको पछाडि को छ भने यो गोला यहाँ कति आनन्द स्ट्रेट बाटो आनन्द सफा अब जाँदैछु त्यहाँ देखाएको कस्तो के हुँदो रहेछ अझ पनि ए राम्रो लाग्दा अझ फेरि पनि आउँदैछु त्यहाँदेखि यहाँसम्म आउनलाई के गर्नु पर्यो गाडीमै छिटो हुन्छ भन्ने भयो है ए एयरपोर्ट रहेछ हेर यहाँको त मैले के भन्नु लाइन गर्न सकिन्छ त्यो बनाइरहेको राम्रो मेघोल एरिया आर्मीले चलाउनु भएको छ ताज सफारी यो सिद्धार्थ वाइल्ड ट्रिप भनेको यो के होटेल हो हजुर होटेलहरु छ ए यहाँ यता छ होटेल यता छ अनि यो त किन बोट आसेको नि हैन त एरो उता देखाएको र रिसोर्टहरु छ होला ए थारू सामग्री होस्टेल हजुरलाई स्वागत छ रे दिसो ए अब यहाँबाट चाहिँ गइन्छ हैन हस् 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 धन्यवाद अब यो बाटो हामी लाग्दैछौँ गोलाघाट यो चाहिँ के मेघोलुको भएको ल गोलाघाट यता यता हो यता ए फाइनली गोलाघाट आइपुगेँ पार्किङ के रहेछ कता इन्डिया हो क्या ब्रोड हो के ब्रोड यहाँ यस्तो रहेछ नि ल हामी यहाँ गोलाघाटमा पुग्यो डुङ्गा पनि रहेछ यहाँ पर चाहिँ के छ अरू निकुञ्ज है उहाँ सर चाहिँ भेट्नु भएको छ उहाँले चाहिँ हल्का हामीलाई गाइड गर्नुभएको थियो यो चाहिँ लास्ट यो त्रिभुवन यो चाहिँ एकदम वाइट रहेछ यो नारायण खोलाको चाहिँ यो गर्मी महिनामा चाहिँ यहाँ आइपुग्दो रहेछ यो नेसनल पार्क यहाँ रहेछ जस रमाइलो लाग्यो ठाउँ चाहिँ धेरै रमाइलो ठाउँ अब हामी निस्किनु तर्फमा छौँ यहाँ गोलाघाट पनि आइपुग्यो ल यहाँ चाहिँ अब हामी घुमघाम गऱ्यौँ यहाँ रमाइलो लाग्यो एकदम ठाउँ यो गोलाघाट चितवनको एकदम मजासँग घुम्यो सफारी जाँदै तपाईँलाई पनि धेरै धेरै धन्यवाद यो के भन्नुभएको थियो कि यो नेसनल उयो भयो होइन हाम्रो ए यो आइल्यान्ड टापु
टापु भयो है यो चाहिँ पहाडी अर्को भङ्गालो छ पहाडी एउटा भङ्गालो नारायण नदीको बिचको टापु हो यो त गर्मी महिनासम्म चाहिँ यो सबै यो आउँछ होला है यो बर्खामा त बर्खामा यहीँ छेउसम्म आयो ओहो यहीँसम्म है हजुर यो त नेपालको सबभन्दा फराकिलो नै ऊ हो क्या हो अहिलेलाई भन्नु परेछ र है? त्यो जङ्गलको डिलसम्मै जान्छ दिलसम्म जान्छ भने चाहिँ निकै फराकिलो रहेछ यो नारायणी एकदम फराकिलो देख्छु त्योभन्दा पनि नारायण गढको पुल छ नि हजुर त्योभन्दा लामो छ है धेरै लामो छ धेरै लामो छ त पुल बनाउनु त खतरा होइन हजुर चाहिँ यहीँको स्टाफ म हुनुहुन्छ स्थानीय यहीँको नेचर गाइड नेचरल गाइड त्यसकाले यो हाम्रो यहाँ यो सफारी गरेको चाहिँ के कति लिन्छ पर पर्सन सफारी चाहिँ हाम्रो यो राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिकमा 1.5 घन्टाको सफारी हुन्छ यो जिपबाटै गरिन्छ नि जिपबाट हजुर यो त उहाँ जङ्गल छ त ऊ धेरै नै आउँछ उहाँ के भन्छ हाम्रो उताको यो अलि हामी गएको ठाउँ के अरे त्यो अर्को यता चितवन राष्ट्रिय निकुञ्ज सौरा कि सौरा कुमरोजतिर त्योभन्दा पनि धेरै फराकिलो छ है यो त फराकिलो भन्नाले त्यो त्यत्रो ठुलो एरिया त छैन तर सानो लगभग 170 हेक्टर जस्तो क्षेत्रफलमा फैलिएको छ ए तैपनि जनावरहरू राम्रै देखिन्छ यो उता पनि लान्छ यो उतै पार लान्छ पाहाड त जाँदैन पाहाडको लागि छुट्टै छ सफारी ए गाडी हालेको त्यो चाहिँ डेन्जरस छ झन् है त्यता डेन्जर भन्दा पनि ठिकै जो वाइल्डरनेस छ भनौँ न त्यो अहिले राम्रै छ धेरै 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 त्यो पहिलोचोटि आएको थिएँ म काठमाडौँ आएको म है राम्रो लाग्यो भेट गर्नु हजुर के भन मेरो नाम हरिगोविन्द कुमार हरि गोविन्द कुमार ल हप्ताभरि यहाँ आउनुभयो भने उहाँलाई भेटघाट गर्न सक्नुहुन्छ ल अब हामी यहाँबाट निस्किन्छौँ हजुर नमस्ते है ल धन्यवाद तपाईँलाई पनि भेट्दै गोलाघाट पनि आइयो घुमियो रमाइलो भयो अब निस्किने हो हामीहरू आइसक्रिम खान्छौँ के खान्छौ ल केही चिजहरू मैले देखेँ नि मलाई यहाँको है भ्यूहरू कस्तो के छ गइरहेको छु यो चाहिँ यहाँको जो अहिले भएको सब्जी बनाइरहेछन् डेभलप हुँदै रहेछ यहाँको यहाँ चाहिँ पुलचोकबाट चाहिँ 35 किलोमिटर हाम्रो के अरे 35 किलोमिटर पुल छ 24 भने त्यो हामी बस्ने ठाउँ के अरे 25 होइन 24 चाहिँ एयरपोर्टलाई के भन्छ 24 कोटी 24 कोटी भन्न नआउने यो 24 कोटीबाट अलिकति तल गर्ने पुलचोकबाट 24 कोटीबाट चाहिँ 25 किलोमिटर यस्तो देख्नु 25 किलोमिटर त्यहाँबाट हामी लगभग 25 किलोमिटर आएछौँ त्यहाँबाट चाहिँ सबै चिज राम्रो देखिरहेको छ सबै होटेल दोकानहरूको होटल दोफान त्यो देखाएको कि होटलको त्यो बोर्ड देखाएको थियो गोलाघाट कसरी खास म पनि यहाँ पछि आएको सर हजुर होइन गोलाघाट भने मेरो घर खास गीतानगर हजुर अनि त्यति बेला त अब गोलाघाट भनेपछि त है सस्तो जग्गा अनि त्यहाँ चाहिँ यसो किचन सस्तो जग्गा भन्यो अनि उहाँबाट चाहिँ पल्टनमा गइरहेको थिएँ हजुर अनि अलिअलि भएको पैसा त्यति ल्याएर खनाइयो हो हजुर खनाइयो अब त्यति बेला पनि ठिकै थियो अहिले डेभलप हुँदैछ है धेरै नि पोहोरबाट अहिलेसम्म हेर्नु तपाईँ आउँदाखेरि त खासै केही थिएन यहाँ यस्तो घर देख्नु पाइन्थेन यस्तो गरेर देख्नु भयो देखिँदैन नि सर अहिले सबै यतै छ तपाईँको अहिले परिवार सबै गोलाघाटको नाम चाहिँ घाट गोला कस्तो यो चाहिँ जुन हाम्रो अनर हुनुहुन्छ नि अब मलाई चाहिँ पुरै थाहा छ उहाँ यहीँको बासिन्दा हामी भनेको पछि आएको उहाँलाई पुरै थाहा छ जब तपाईँ यहाँ आउनुभयो कति भएन धेरै त त्यो 12-15 वर्ष 12 वर्ष भने धेरै नै हुन्छ होइन त्यही पनि गोलाघाट भन्ने यहाँ फर्स्ट ड्युटी पोहोरबाट आएको म ए अझै दोकानमा गएको छैन सर म दोकानमा जानुभएको छ त्यो ड्युटी गर्दा समय नमिलेको अनि फेरि प्रायः म घर नहुने जागिरको सिलसिलामा खालि बाहिरको बाहिरै यहाँको साथीहरूलाई पनि मैले भन्ने हो भने अहिले उनीहरूले चिनेका मैले नचिनेको किनभने तपाईँ आफ्नो काममा व्यस्त आफ्नै काममा हजुरको शुभ नाम चाहिँ मेरो रामबहादुर बोगटी तपाईँले धेरै थ्याङ्क यू सर हस् ल यहाँ कल्चरल भिलेज रिसोर्ट रहेछ
ल यहाँ उहाँले चाहिँ सबै कुरा थाहा छ भन्नुभयो उहाँ हाम्रो सेक्युरिटी गार्डले। तर अहिले हामी चाहिँ अहिले निस्किनुपर्ने भएकोले पछि के गरी आयो भने यहाँको बारे फेरि राम्रोसँग बुझेर तपाईँहरूलाई भन्नेछौँ। राम्रो बनाएको छ सबै उतैको जस्तो लाग्यो। यहाँ त क्या मजाको अब चाहिँ हामी गोलाघाटको अब हामी चाहिँ घर फर्किँदै। यहाँको भ्यू चाहिँ राम्रो रहेछ। रोक म भन्छु अब रोक त तपाईँलाई यहाँको हामीले जानकारी दिएँ यहाँको भ्यूहरू पनि के कस्तो रहेछ तपाईँहरूले यसो कमेन्ट गर्नु होला। र हामी अब बिस्तारै फर्किँदैछौँ। आज छोटो मिठो राम्रो दृश्य खिचेर तपाईँहरूको माझ पुऱ्याउनु पाएँ। र तपाईँहरूले चाहिँ यसो सेयर गरिदिनु होला है मजासँग कमेन्टहरू पनि गरिदिनु होला के कस्तो हामीले फेरि नयाँ नयाँ ठाउँ गएर नयाँ नयाँ कुराहरूको जानकारी दिनु पाऊँ। काम कतिको सक्सेस हुने नहुने तपाईँहरूको हातमा छ। धन्यवाद। ल गाइस अब हामी फर्किँदैछौँ है।